गाइज पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है। यो कर्म भूमिको आँगनमा कर्मको उदाहरण प्रस्तुत गरेर देखाऊ यहाँको धरती बाझो छैन। रुको जरा सबर करो। घोडाको जत्रो फलेछ सानो बोटमा पनि। यो पनि बाहुन रहेछ कि क्या हो? यति लामो फर्सी खान पाए कति स्वाद आउने थियो होला। यति राम्रो सलक्क परेको कैँचीले काट्दा मलाई चाहिँ चिसिक्क भयो। अब केटाहरूको काम छैन, गमालेमै फल्न थालेछ। ओ भाई मारो मुझे मारो नहीं ये मजाक हो रहा है। त्यो भिडियो हेर्नलाई फन्नी कमेन्टेटरलाई फलो गर्नुहोस्।